पार्ट 2 आयो है त गाइस। सबै घोप्टियो खसको मासु त फेरि धेरै नै परेछ त मासु पनि बिचरा। सबै घोप्टाइ। अनि अब के छ त काली? माछा फ्राई गरेको छु। ओ माछा फ्राई। माछा फ्राई बाँकी छ अरे साथीहरू। ला टोइलेट गएको थिएँ एकैछिन आउँदाखेरि त जम्मै माछा डोडेछ। बाबु तिमीहरूको भाग्यमा रहेन रहेछ आज। होइन कुनै घोप्ट्याउने कुनै डढाउने अब बाँकी चाहिँ के छ त्यहाँ? दाल र भात बाँकी छ अब। दाल भात दाल र भात। के भयो दाल भात भइहाल्छ नि सधैँभरि कहाँ मिठो मसिनो मात्रै खानु पाइन्छ र। मासु नि चाहिन्छ है। ल त्यही दाल भात भयो नि खाना जाउँ आऊ साथीहरू। दाल भातमा फस्यो केटा हो अब। सुक्टा खाना आएको पनि झोलमा डुबेर मरि भने जस्तै। पानी हालै बिर्सिएछ। ला हो र? ल टाप हानिसक्यो केटाले। बत्ताहरू भाग्यो अरे। गजब भाइ यहाँ त गजब भएछ बुढो। दुई दिनमा भात खाना आउने भाउजूले बनाएको मिठो यस्तो पो रहेछ त आइडिया गाइस। देख्नु भयो नि।